नमस्कार सम्पूर्णलाई। आज एकदम जरुरी सूचना आएको छु। जस्तो तपाईँले थम्बनेलमा देख्नुभयो, अब ट्राफिक पुलिसले चिट नकाट्ने भयो। धेरै खुसी नहुनु होला। रुको जरा, सबर करो। अब बाटोमा ट्राफिक पुलिसले चिट नकाट्ने, तपाईँलाई खुसी पनि लाग्यो होला। हो, यो त राम्रो न्युज हो भनेर, होइन? तर होइन, यो राम्रो न्युज चाहिँ होइन, नराम्रो पनि त होइन। तर कस्तो लागि नराम्रो भने अलिअलि नराम्रो पनि छ। कस्तो भने अब चाहिँ बाटोमा ट्राफिक सरहरूले चाहिँ के गर्नुहुन्छ भने तपाईँले यदि उल्लङ्घन गर्नुभयो भने अब त्यसलाई चाहिँ वास्ता नगरे जस्तै गर्नुहुन्छ। तर अब त्यहाँनिर चाहिँ तपाईँको के अरे जस्तो बाइक नम्बरहरू तपाईँको त्यो लेखेर राखेको हुन्छ, अथवा तपाईँको सिसी क्यामेरा चाहिँ धेरै ठाउँमा जडान भइसकेको छ, होइन? त्यो सिसी क्यामेरा, होइन, सिसी क्यामेराबाट चाहिँ तपाईँको नम्बर लिएर तपाईँलाई चाहिँ सिधै चिट काटिने। पहिला चाहिँ के गर्थ्यो भने तपाईँले कुनै भाइलेसन गर्नुभयो भने तपाईँलाई रोकेर तपाईँको मोबाइल मागेर, होइन, अथवा तपाईँको लाइसेन्स मागेर त्यो भाइलेसनको लागि तपाईँलाई चिट काट्ने हुन्थ्यो। अथवा अनलाइन पनि तपाईँले गरिसक्नु भएको छ, अनलाइन गरेको थियो। तर अहिले त्यो पनि होइन। अहिले चाहिँ अब यो सुरुवात मात्रै भएको छ, त्यही भएर धेरैलाई थाहा नभएको हो, होइन? तपाईँको सिसी क्यामेराबाट चाहिँ डिटेक्ट गरेर अथवा तपाईँले ट्राफिक सरहरूले नरोकिकन पनि तपाईँको नम्बर चाहिँ तपाईँसँग वाद विवादै नगरिकन है फेरि सिधै तपाईँको नम्बर चाहिँ तपाईँहरूले उहाँहरूले लिनुहुन्छ र त सिधै तपाईँको नागरिक एपमा चाहिँ तपाईँलाई भाइलेसनको चिट आउँछ है एकैचोटि। अब यस्तो बेलामा के भनेको अब कतिलाई त थाहै हुँदैन नि त। यो अब यो काठमाडौँमा नयाँ आएको हुन्छ, काठमाडौँमा बसे पनि कति नियमहरू चाहिँ आज छोडिरहेको हुन्छ, भोलिपल्ट त्यसलाई चाहिँ लागू गरिरहेको हुन्छ। कहिले त्यही ठाउँमा चाहिँ चिट काटिरहेको हुन्छ, अर्को ठाउँमा चिट काटे आउँदैन। अब कति ठाउँमा चाहिँ अहिले रातो बत्ती, हरियो बत्तीहरू इन्स्टल पनि भएको छ नयाँ नयाँ ठाउँमा। कति ठाउँमा चाहिँ त्यो ठ्याक्क त्यो बत्ती नै नभएको, कहिले कहिले बत्ती नै नबलिरहेको हुन्छ, तर कहिले चाहिँ त्यो बत्ती बलिरहेको हुन्छ। त्यसमा पनि हामी पढ्न सक्छौँ। कहिलेकाहीँ चाहिँ कस्तो हुँदो रहेछ भने ठ्याक्क त्यो हरियो बत्ती नै हुन्छ हामीले हेर्दाखेरि, तर ठ्याक्कै हामी त्यो कट्ने बेलामा चाहिँ पहेँलो बत्ती बल्छ क्या। कट्ने बेलामा अब त्यो बिचमा अब जेब्रा क्रसिङ हुन्छ अथवा कस्तो भने त्यो बत्तीको ठ्याक्कै अगाडि पुगेपछि पहेँलो हुन्छ, होइन? त्यो जेब्रा क्रसिङ हामी कटिसकेका हुन्छ, तर पनि बत्ती चाहिँ हामीले भेट्दाखेरि त्यतिखेर पनि काट्दो रहेछ। त्यो चाहिँ लापरवाहीमै काट्छ त्यो चाहिँ, होइन? यो चाहिँ अलिकति कस्तो नबुझेको कुरा कस्तो भने तपाईँको पहेँलो बल्दाखेरि छिरिसकेको छ भने काट्नु नपाउनु पऱ्यो कि, होइन? किनभने पहेँलो त पहिल्यै अब जेब्रा क्रसिङ अथवा बत्तीभन्दा अगाडि काट्यो भने सबले पनि रोक्छ नि त, होइन? तर कहिले चाहिँ कस्तो हुन्छ भने ठ्याक्क पहेँलो बत्ती बलेको हुँदैन, हरियो नै हुन्छ। तर त्यो त त्यसमा अब नम्बर पनि अब नम्बर ठ्याक्क आउने भयो त थाहा हुन्छ कि अब बल्दैछ भन्ने। नम्बरमा नआउनेमा चाहिँ कस्तो हुन्छ भने त्यो एकैचोटि पहेँलो झ्याप बोल्दा पहेँलोमा पनि चिट काटिएको पाइयो कि। यस्तो भयो। अलि रात बिरात भयो। रात बिरात अब कति ठाउँमा युटर्न गर्नु पाइँदैन नि त, होइन? राति त ट्राफिक पुलिस छैन भनेर चाहिँ घुमाइदिया हुन्छ, त्यस्तोमा चाहिँ फसिन्छ, होइन? अनि सबभन्दा धेरै लेनमा पनि थाहा हुँदैन। रात त अब लेन पनि वास्ता हुँदैन नि मान्छेलाई। दिउँसो त लेनमा पार गरेकै जाम देखिया हुन्छ, त्यही भएर काट्दैन। तर रातिको अवस्थामा कस्तो हुन्छ भने अब युटर्नहरू भयो, लेनहरू त्यति वास्ता गरेर चलाएको हुँदैन साथीहरूले, त्यतिखेर चाहिँ धेरै फरक पर्छ। र यो स्पेसली चाहिँ यो पठाउ इन्ड्राइभ, हामी म पनि पठाउ इन्ड्राइभ गर्छु, होइन? पठाउ इन्ड्राइभ गर्नेहरूलाई चाहिँ धेरै गाह्रो हुँदो रहेछ किनकि 12-14 घन्टा बाटोमा हिँड्ने आउँछ, होइन? त्यो बाटोहरूमा कति कुराहरू चाहिँ हामी डेली युज गरेर आउँछ, तर त्यो कहिले चिट काटे हुँदैन, त्यसमै चिट काट्न पर्छ क्या हामी चाहिँ। त्यही भएर साथीहरू अबदेखि सजग रहनु होला। बाटोमा चिट तपाईँलाई रोकेर काट्नु छैन, तर तपाईँको नागरिक एपमा चिट आइसकेको हुन्छ। तपाईँको अहिले पनि खोलेर हेर्नु होला, तपाईँको पनि परिसकेको हुनसक्छ। किनकि कहिलेकाहीँ त्यो हामी थाहा नभएर, किनकि म एकदम नियम मान्ने, राति 12 बजे पनि रेड लाइटमा रोक्ने मान्छेको पनि त्यो देखियो कि। यो मेरो मात्रै होइन, यो धेरैजना साथीहरूको देखेको छ। र अबदेखि सावधान भएर हिँड्नु होला। सकेसम्म हामीले त नियम पालनै गरेको हो, तर पनि कस्तो हुँदो रहेछ भने कहिलेकाहीँ अनजानमा के जस्तो अब जाम पर्या हुन्छ, अलिकति यतापट्टि छोयो भने पनि त्यो काटिसक्यो हुन्छ, त्यसमा नि काट्दिने कि। त्यतिखेर कसैले हामीलाई भनेको हुँदैन, तर पनि काटिसक्यो हुन्छ, थाहा नभएर पनि काट्या हुन्छ। अनि हाम्रो ट्राफिक सरहरूलाई के अनुरोध छ भने ठिक छ, गल्तीलाई चाहिँ काट्नै पर्ने हो, होइन? तर कति कुराहरू थाहा नभएको कुराहरू यो के क्लास लिँदाखेरि मात्रै सिकाउने होइन कि, कुनै प्रोग्राम गरेर सिकाउनु पर्यो। तपाईँहरूले
ल यस्तो यस्तो प्रोग्राम छ, ल यस्तो आउनु भनेर तपाईँले लिनु पर्यो। अथवा जुन लाइसेन्स लिने बेलामा नै तपाईँहरूले चाहिँ त्यो 1 वर्षको टाइमिङ राख्नु पर्यो क्या। त्यो बेलामा चाहिँ यतिवटा क्लास लिनुपर्ने के भन्ने हुन्छ नि। त्यतिखेर त चाहना हुन्छ, इच्छा हुन्छ, ट्राफिक नियम के हो, कसो हो, यसो गरे कसो होला भन्ने कुरा चाहिँ उहाँहरूलाई चासो हुन्छ, हामीलाई चासो हुन्छ। तर अब हामीले त बकाइदा लाइसेन्स पाइसकेपछि हामी त आज 10-15 वर्ष नै होल्ड गरिसकेको, हामी एउटा होल्डर 10-15 वर्ष होल्ड गरेको लाइसेन्स छ। अहिले आएर नयाँ नयाँ नियम हुन्छ, त्यो थाहा हुँदैन, खै त क्लासहरू केही पनि छैन। र अब चिट काट्यो त काट्यो। अब लापरवाहीमा काटेछ भने हुन्छ, तर त्यो लापरवाही त लापरवाही कहाँ काट्यो, कसरी काट्यो त्यो त थाहा छैन नि। कमसेकम तपाईँहरूले अहिले अब कानुन त बनाइदिनु पऱ्यो नि होइन। किनभने इन्सुरेन्स छ कि छैन, त्यो कम्पनीले दिइरहेछ कि छैन, तर कस्तो घुमाएर दिइरहेछ कि यसमा भन्ने कुरा त हामी अब त्यो टिप लिँदाखेरि चाहिँ पाउने रे क्या। टिप यदि राइडर्सहरूले चाह्यो भने कानुन बन्छ, दबाब दिनु पऱ्यो नि। तर छैन, मिलो मात्रै छैन। जस्तो पोखरामा कतिजनाहरू यस्तो भइरहेको थियो होइन। अहिले पोखरामा त राइडर्स पोखरा नेपालले चाहिँ र त्यहाँको धेरैजनाहरू मिलेर, त्यहाँको ग्रुपहरू मिलेर चाहिँ अहिले कानुन अब सबै बनिरहेछ होइन। अब सबै कुराहरू अब लागु हुने बेला भइसक्यो। तर काठमाडौँमा चाहिँ अहिलेसम्म 8 वर्ष भइसक्यो, भएको छैन। खै त काठमाडौँको राइडर्सहरू के गर्दै हुनुहुन्छ? तपाईँहरूलाई खालि त्यो लो रेट भनेको छ, कराएको छ, फेसबुकमा पोस्ट हालेको छ, यो भएन त्यो भएन भने कराएको छ, तर पनि ठाउँमा गएर बोल्नु सकेको छैन। खै त एकजुट भएको कसैलाई भन्यो भने वास्तै छैन होइन। त्यही भएर सरकारले चाहिँ सबभन्दा पहिला कानुन बनाइदिनु पऱ्यो है। कानुन बनाइदिनु, यहाँ अब धेरै समितिहरू छ काठमाडौँमा पनि, उहाँहरू पनि एकजुट भएर चाहिँ हिँड्नु पऱ्यो होइन। अनि सबैजनालाई चाहिँ राम्रो होस्, किनकि हामीले त यो भन्यो भने सबभन्दा फास्टेस्ट होइन, एकदम फास्टेस्ट सुविधा भनेको यो हाम्रो अहिले राइड हेलिङ भन्छ यसलाई, जुन राइडलाई बोलाउने भनिन्छ। राइड सेयरिङ चाहिँ अब त्यो सेयर गरेर हिँड्ने भयो, तर हाम्रो चाहिँ राइड हेलिङ हो, जुन चाहिँ राइडलाई बोलाएर चाहिँ त्यही ठाउँमा बोलाएर चाहिँ जाने कुराहरू भएको कारणले चाहिँ राइड हेलिङ भनिन्छ। यो सम्बन्धमा कानुन बनाउनु पर्यो, सरकारलाई दबाब दिउँ होइन। अब एकदम राम्रोसँग एकदम सहजपूर्ण वातावरणमा दबाब दिउँ सबै साथीहरूले, यही भन्न चाहन्छु म होइन। र अहिलेको यो लाइसेन्समा जसरी लाइसेन्स मागेर काटिँदैन, तपाईँहरूको भाइलेसनहरू तपाईँले गर्नु चाहिँ भएन, नियममा चाहिँ हिँड्नै पर्ने हुन्छ। तर पनि सरकारले तोकिदिनु, अब कति ठाउँमा त बत्ती हुँदैन, के हुँदैन, ट्राफिक सरहरूले हात उठाएर रोक्या हुन्छ, तर त्यहाँ कोही पनि हुँदैन। अनि हात तल राखिरहेको हुन्छ, अनि अगाडि बढ्यो भने त मैले हात उठाएको थिएँ हुन्छ, त्यो 1 मिनट अगाडि हात उठाएको कसले देख्छ? अब प्रपर रूपमा सबै ठाउँमा चाहिँ लाइटहरू राखिदिनु पऱ्यो होइन। अनि सबै कुराहरू चाहिँ त्यसको जानकारी पुग्नु पऱ्यो सबै ठाउँमा। त्यो ट्राफिकको एफएम कसले सुन्छ र अहिले फेसबुक छ, यस्तो यस्तो फेसबुकको प्लेटफर्महरू छ, यो टिकटकहरू छ, त्यसमा जानु पऱ्यो कि हाम्रो सरकार पनि। अब कहाँ त्यो रेडियो सुनेर बस्छ त? ट्राफिकको नियममा के उसमा सोध्यो भने ट्राफिकको रेडियोमा सुन्नु भएन तपाईँले भन्नुहुन्छ। त्यो भन्ने कुरा होइन कि, त्यो कुरा होइन, त्यो कुरा रेडियो नै सुन्दैन अहिले, एफएम कसले सुन्छ अहिले? त्यही भएर सही जानकारी चाहिँ सही ठाउँमा दिनु पऱ्यो सरकारले पनि होइन। अनि के छ कसो छ सबै कुराहरू चाहिँ अब सबै साथीहरूले यो कुरामा चाहिँ जानकारी रहोस् भनेर यो भिडियो बनाएको। र यो अहिले चिट काटिरहेको कुराहरू पनि अब कहाँबाट प्रसारित भनेर कसैले सुनेको पनि छैन, त्यही भएर कसैलाई पनि थाहा छैन। मैले अहिले यो कुरालाई अगाडि बढाएँ। सबैजनाले ट्राफिक नियमको पालन गर्नैपर्छ, किनकि यो नियम भन्ने कुरा सरकारको लागि चाहिँ होइन। यो चाहिँ हामी राइडर चाहे गाडी बस अथवा बाटोमा हिँड्ने, जति पनि बाटोमा हिँड्ने होइन, त्यो व्यक्तिहरूको लागि नै बनाएको हो। सबैले चाहिँ यो कानुन नियम मान्नुपर्छ, यो मान्नैपर्छ भन्ने मेरो मान्यता पनि हो, र मान्नै पर्छ भन्ने कुरा यो सरकारको मान्यता पनि हो र हाम्रो पनि हो होइन। तर त्यो सही ठाउँमा सही नियम चाहिँ तपाईँहरूले लगाएको हुनु पर्यो। अब जहाँ टाढा देख्यो, अब त्यो थाहा नहुनु सक्छ, कोही कहिले पनि भनिसक्यो होइन। कति कुराहरू चाहिँ भन न, अहिले थर्ड पार्टीबाट हामी लाइसेन्स लिन्छौँ, पास गरे हिँड्यो, त्यति मात्रै हो कि खालि होइन। अब राम्रोसँग सूचनाको प्रभाव हुनु पर्यो है सरकारबाट। र हामी पनि राइडरहरू जति पनि बाटोमा हिँड्ने व्यक्तिहरूले चाहिँ ट्राफिक नियमको पालना यो भन्न चाहन्छु। अबदेखि होइन, जहिले पनि पहिलादेखि नै मानिरहेको भए पनि, तर अलिकति मलाई त्यो दुःख लागेको चाहिँ त्यो थाहा भएन, कहाँबाट काटिरहेको हुन्छ त्यो थाहै भएन। अब त्यहाँ त्यो तपाईँहरूले सही सूचना त्यहाँ प्रोभाइड गरे हुँदैन। अब त्यो पहेँलो बत्तीमा काट्या त्यो लापरवाही सुइसक राखेर काट्दिया हुन्छ, त्यस्तो त्यो होइन। अब के हो थाहा छैन, पछाडि व्यक्तिसँग बोलेर काट्या हो कि न के हो त्यो थाहा हुनु पऱ्यो क्या। त्यो कुराहरू चाहिँ राखिदिनु पऱ्यो।
त आजको लागि यो भिडियो लामो हुँदैछ, त्यही भएर मैले यो जानकारी दिएँ। अबदेखि चाहिँ त्यो तपाईँहरूले चाहिँ आफ्नो नागरिक चेक गर्नु होला र त्यसमा भाइलेसन छ भने अब पैसा त दिनु परिहाल्यो र सरकारले पनि सही सूचना सबै ठाउँमा दिनु होला। धन्यवाद। र मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि गर्नु होला। राम्रो लाग्यो भने, राम्रो लागेन भने पनि भन्नु होला यो चिज ठिक थिएन, यो बोलेको ठिक भएन भनेर भन्दा केही फरक परेन। तर गाली ग्लोजहरू चाहिँ गर्ने कामहरू नगर्नु होला। त बाटो भइस त कहीँ जाने कहीँ सुन्ने यस्तो कुराहरू शब्दको चयन राम्रो गरिदिनु होला। राम्रो कुराको जहिले पनि सराहना गर्ने व्यक्ति सबैले गरिहाल्छ, नराम्रो कुरा भन्नु भएन। हस् त आजलाई चाहिँ यो भ्लग हो र छुट्टिन चाहन्छु। फेरि नयाँ भ्लग लिएर आउँछु। धन्यवाद।